हेलो वेलकम नमस्कार साथीहरु स्वागत छ सबैजनालाई मेरो यस युट्युब च्यानलमा। साथीहरु तपाईहरुलाई कस्तो लाग्छ यदि क्यानाडा गभर्नमेन्टले तपाईलाई पीआर दियो, तपाईलाई भन्यो कि यु आर एक्सेप्टेड हैन, वी हैव ग्रान्ट योर पीआर अफ क्यानाडा र यो डकुमेन्ट इमिग्रेसनको डकुमेन्टहरु बुझाउनु सबमिट गर्नु आफ्नो पीआर को लागि भनेर तपाईलाई भन्यो, तर तपाईले चाहिँ उनीले भनेको डकुमेन्टहरु पुराउन नसकेर तपाईलाई पीआर पाउनु भएन, तपाईको पीआर रिजेक्ट गर्दियो उनीहरुले। कस्तो लाग्छ तपाईलाई? सुन्नुस्, अफ कोर्स नराम्रो लाग्छ हैन। यस्तो घटना यस्तो तरिकाले पीआर रिजेक्ट हुने नेपालीहरु धेरै नै छन्। के कारण होला? नेपालीहरुको यसो भने अप्रुभ भइसकेपछि पनि डकुमेन्टले गर्दाखेरि पीआर क्यान्सल हुन्छ, उनीको एप्लिकेसन रिजेक्ट हुन्छ, उनीहरुले पीआर पाउँदैनन्। आज म हजुरहरुलाई यसै विषयमा कुरा गर्ने छु, जसले गर्दाखेरि आगामी दिनहरुमा तपाईहरुले पनि के कस्तो गल्तीहरु गर्न भएन, के कारणले पीआर रिजेक्ट हुन्छ, कुन कारणले पीआर रिजेक्ट हुन्छ र त्यसलाई हामीले कसरी सच्याउन सक्छौं र त्यसलाई हामीले कसरी हैन अगाडि नै त्यसको विषयमा हामीले प्रिपेयर हुन सक्छौं हैन। त्यसले गर्दाखेरि भोलि आएको पछि पीआर डकुमेन्ट बुझाउने केसमा चाहिँ समस्या नपरोस् भन्ने इत्यादि धेरै कुराहरु छन् हैन, जुन इम्पोर्टेन्ट कुराहरु छन्। आज म हजुरहरुलाई यसै विषयमा चाहिँ जानकारी दिनेछु, इन्फर्मेसन दिनेछु। सो गाइज वाच द भिडियो टिल द एन्ड। ओके, इमिग्रेसनले भने अनुसार सबैभन्दा बढी र सबैभन्दा नम्बर 1 रिजन कारण हो तपाईको चाहिँ इनकरेक्ट एनओसी। एनओसी भनेको चाहिँ नेशनल अकुपेसन क्लासिफिकेसन हो है। यहाँ क्यानाडामा कस्तो छ भन्दाखेरि तपाईले जब पनि कुनै पनि क्यानाडाको लागि तपाई अप्लाई गर्नुहुन्छ हैन, तपाईको यहाँ क्यानाडाको वर्क या तपाईको पीआर प्रोग्रामकोमा अप्लाई गर्नुहुन्छ हैन, अप्लाई गर्ने बेलामा चाहिँ तपाईले चाहिँ हैन तपाईको आफ्नो योग्यता खुलाउन पर्छ है। योग्यतामा तपाईको पेशा काम तो खुलाउन पर्छ, तपाईले के काम गर्दै हुनुहुन्छ, के काममा तपाईको अनुभव छ, एक्सपिरियन्स छ हैन, त्यही काम सम्बन्धीको तपाईको चाहिँ जब टाइटल हुन पर्यो, तपाईको पेशाको टाइटल तो हुन पर्छ, जसलाई चाहिँ एनओसी कोड भन्छ हैन। त्यो अनुसारको यहाँ क्यानाडा इमिग्रेसनको वेबसाइट थ्रुबाट तपाईले चाहिँ त्यो हरेक जब टाइटल हुन्छ, काम हुन्छ हैन, त्यसको उनीहरुले कोड दिएको हुन्छ जसलाई एनओसी कोड भन्छ हैन। जस्तो कि तपाईको चाहिँ तपाईको चाहिँ तपाई वेल्डर हुन्छ, वेल्डरको एनओसी कोड हुन्छ, नम्बर हुन्छ, त्यस्तै एकाउन्टेन्टको एनओसी कोड हुन्छ हैन। त्यस्तै किसिमले चाहिँ तपाईले तपाई के काम गर्नुहुन्छ तपाईले त्यो आफ्नो एनओसी कोड अनुसार तपाईले अप्लाई गर्ने हो। तपाईको जुन एप्लिकेसन हुन्छ नि, म यो क्याटेगोरीमा अप्लाई गर्न चाहन्छु भनेर तपाईले जब टाइटल लेखेर अनि एनओसी कोड लेखेर अप्लाई गर्ने हो। ओके, र यसमा चाहिँ हैन नेपालीहरुको चाहिँ इनकरेक्ट जब टाइटल उनीले अप्लाई गरेर आएको हुन्छन्। कस्तो इनकरेक्ट भन्दाखेरि जस्ट फर एक्जाम्पल कस्तो हुन्छ भन्दाखेरि हैन, तपाईले जब एप्लिकेसन सेन्ड गरे हुन्छ नि, पछि इमिग्रेसनले पछि तपाईको डकुमेन्ट हेर्ने बेलामा उनीले हेर्छ तपाईको जब टाइटल केमा अप्लाई गर्नु भएको छ र उनीले तपाईको जब डिस्क्रिप्सन तपाईले लेखेको हुन्छ, तपाईको रेस्पोन्सिबिलिटी ड्युटी हैन, तपाईले अनुभव केमा छ उनीले हेर्दाखेरि के देख्यो भने उनीले चाहिँ टाइटल एउटा छ तर तपाईले काम गरेको अनुभव चाहिँ फरक देखियो के त्यसमा चाहिँ। जस्तो कि फर एक्जाम्पल हैन, मान्छेले कसैले एउटा वेब डिजाइनरले अप्लाई गर्यो, उसको आफ्नो जब टाइटल लेखेको छ म वेब डिजाइनर हो, म वेब डिजाइनरको लागि अप्लाई गर्दैछु भनेर वेब डिजाइनमा अप्लाई गर्यो। अनि उसको जब टाइटल हेर्दाखेरि डिस्क्रिप्सन लेखिराखेको छ हैन, उसले चाहिँ हैन अब म कोडिङ गर्छु, कोडिङको डेभलप गर्छु हैन, यस्तो जग्गालाई मेन्टेनेन्स गर्छु हैन, यस्तो उसको जब टाइटल यो मैले काम गरेको छु भनेर जब डिस्क्रिप्सन लेखेको छ। त्यसैले भोलि इमिग्रेसनले हेर्ने बेलामा उसको जब रेस्पोन्सिबिलिटी डिस्क्रिप्सन पढ्ने बेलामा चाहिँ इमिग्रेसनलाई के लाग्यो भन्दाखेरि हैन, तपाईको वेब डिजाइनर भन्दा पनि तपाईको वेब डेभलपर बढी देखियो के, तपाईलाई काम गरेको चाहिँ डेभलपरमा काम गरेको चाहिँ देखियो के। जसले गर्दा के हुन्छ किन डेभलपर भनेपछि त्यसको फरक टाइटल हुन्छ, त्यसको फरक एनओसी कोड हुन्छ, जसले गर्दा हैन तपाईले काम गरेको खास काम गरेको चाहिँ फरक छ, तर टाइटल चाहिँ फरक अर्को चुज गर्नु भएको छ के हो। यस्तो केसमा के हुन्छ भने इमिग्रेसनले त्यस्तो एप्लिकेसनलाई क्यान्सल गरिदिन्छ। र नम्बर 2 हो कारण, नम्बर 2 रिजन नम्बर 2 तपाईको पीआर एप्लिकेसन रिजेक्ट हुने त्यो हो तपाईको चाहिँ इनकम्प्लिट पुलिस क्लियरेन्स। यो चाहिँ नेपालीहरुमा चाहिँ एकदमै बढी हुन्छ। नेपालीहरुले चाहिँ यसमा चाहिँ सबैभन्दा बढी समस्या पाउँछन्। कस्तो छ भन्दाखेरि हैन, क्यानाडा इमिग्रेसनले जब तपाईको सबै पीआर एप्लिकेसन एप्रुभ गरिसकेको हुन्छ हैन, तपाई अनलाइन एप्लिकेसन एप्रुभ गरिसकेपछि तपाईलाई प्रिन्ट गरेर पीआर ग्रान्ट गरिसकेपछि उनीले चाहिँ पेपर डकुमेन्ट सबमिट गर्ने भन्छ तपाईलाई। त्यसैले तपाईले चाहिँ अनलाइन सबमिट पनि गर्न सक्नुहुन्छ, पेपर डकुमेन्ट पनि सबमिट गर्न सक्नुहुन्छ हैन। त्यसमा चाहिँ कस्तो हुन्छ भने त्यहाँ विभिन्न आईएमएमई जो इमिग्रेसनको फर्म हुन्छ है, तपाईको 3 देखि 4 पानाको फर्म हुन्छ। त्यो फर्म भर्ने बेलामा चाहिँ तपाईको चाहिँ एउटा सेक्सन आउँछ। त्यो फर्म भर्ने बेलामा तपाई आजदेखि जुन दिन तपाईले चाहिँ फर्म भर्दै हुनुहुन्छ हैन, त्यो दिनदेखि 10 वर्ष पछाडी ब्याक तपाई कुन ठाउँमा बस्नुभयो हैन,
यदि विदेशमा बस्नुभएको छ कुन कुन देशमा तपाईँ बस्नुभयो, कुनै पनि देशमा यदि तपाईँ 6 महिनाभन्दा बढी बस्नुभएको छ भने त्यो देशको तपाईँको पुलिस क्लियरेन्स सर्टिफिकेट दिन पर्छ। यो याद राख्नु होला। जब कुनै पनि देश विदेशमा बस्नु भएको छ 6 महिनाभन्दा बढी बस्नु भएको छ भने चाहिँ तपाईले त्यसको क्लियरेन्स सर्टिफिकेट दिन पर्छ, अनिवार्य जरुरी छ। उनीले भन्छ हैन त्यो फर्म भन्नु भन्छ तपाईले यो तारिखदेखि यो तारिख कुन देशमा थियो तपाईले त्यो एक्ज्याक्टली भर्न पर्छ है। जस्तो तपाईले आजको दिन छ हैन, आजदेखि 1 वर्ष भनिसक्यो तपाईले 1 वर्षको यति तारिख, गएको वर्ष आज मेको 19 तारिख हैन भनेपछि 1 वर्ष भनेपछि अर्को गएको वर्षको 2024-19 भयो हैन। 19 मा तपाईले के गरे तपाई नेपालमा थिए भनेर तपाईले लेख्नु भयो। अब त्यसपछि तपाई त के गरे म कतारमा थिए हैन, त्यसपछि म त्योभन्दा अगाडि म कतारमा थिए भनेपछि तपाईले 19 तारिखसम्म चाहिँ मेको 19 तारिख 2024 सालमा त नेपालमा हुन्थ्यो भने फेरि त्यसको ठ्याक्क बीचमा आरो गेप हुनु भएन, एक दिनको गेप हुनु भएन हैन। त्यसपछि कतारमा हुन्थ्यो भने तपाईले फेरि 19 तारिख मेको नेपालमा थियो भने 20 तारिख बाट हैन के गरे उतो के गरे 20 तारिख 2022 या 2023 22-21 कति साल हुन्छ हैन, तपाई कति साल बस्नु भएको हैन। तर कुनै पनि गेप नराखिकन तपाईले चाहिँ त्यो लेख्नु पर्छ। ओके, र एउटा कुरा सबैभन्दा इम्पोर्टेन्ट ध्यान दिने कुरा, अब तपाईले चाहिँ के अरे पिआर अप्लाई गर्नु भएको छ, अब तपाईले कता छोड्नु भयो, कता छोडेर आएर नेपाल आएर बस्नु भएको छ, कता छोडेको पनि तपाईले छोड्नु आएर फर्केर आइसक्नु भयो, 1 वर्ष भयो 6 महिना भइसक्यो अनि तपाईले क्यानाडाले अप्लाई गर्नु भएको छ हैन। अब तपाईले अप्लाई गरेर सुरुमैदेखि यो याद राख्नुपर्छ है। पिआर अप्लाई गर्ने बेलामा चाहिँ हैन तपाईले सुरुमै अनलाइन भर्ने बेलामा त्यो त्यति बेला याद राख्नुहोस्, पेपरको डकुमेन्ट छोड्नु त्यति बेला याद राख्नुहोस्। भोलिको दिनमा मैले पुलिस सर्टिफिकेट दिन सक्छु कि सक्दिनँ भने चाहिँ त्यो कुरा याद राख्नु होला। त्यो भएर सुरुकै दिनमा तपाईले के राख्नुहोस् भन्दाखेरि किनकि तपाईले अब नेपाल फर्केर आइसकेपछि तपाईँ फेरि कतार गएर म यति सालमा कतार बसेको थिएँ भने त्यहाँको पुलिस हेडक्वार्टरमा गएर पुलिस सर्टिफिकेट माग्नु भयो भने त्यहाँले दिँदैन हैन। किन उनीहरूले चाहिँ डन एन्ड डेड जो मान्छे त्यति बेला कतारको लिगल सर्टिफिकेट बसिरहेको छ उनीहरूले कतारको गभर्नमेन्टले तपाईलाई चाहिँ पुलिस सर्टिफिकेट दिन्छ। कतार छोडिसकेपछि तपाईँ नेपाल आइसकेपछि तपाईँ फेरि कतार गएर पुलिसको सर्टिफिकेट लिन सक्नुहुन्न। त्यो भएर कारण त्यही भएर सुरुमै तपाईँले के हुन्छ भने म कतारै गएको थिएन हैन, एप्लिकेसन नखुलाइदिनुहोस्, नेपालमै बसिरहेको थिएँ भनिदिने हो कि न। त्यही भएर तपाईँ कुनै पनि देश मेन्सन गर्नुहुन्छ भने हैन आफ्नो एप्लिकेसनमा सुरुमा अनलाइन एप्लिकेसनमादेखि पेपर एप्लिकेसनमा पनि मेन्सन गर्न खोज्नुहुन्छ भने चाहिँ तपाईँले याद राख्नु होला कि भोलि तपाईँले त्यसको पुलिस सर्टिफिकेट दिन सक्नुहुन्छ कि सक्नुहुन्न। त्यो सक्नुहुन्छ भने चाहिँ त्यो देश खुलाउनुहोस्। यदि त्यो देशको पुलिस सर्टिफिकेट दिन सक्नुहुन्न भने कुनै पनि देश तपाईँ जहाँ पनि बस्नुभएको थियो नि त्यो नखुलाउनुहोस्, म नेपालमै थिएँ भन्नुहोस्, ठिक छ। त्यसो गर्ने भने कि नेपालको पुलिस सर्टिफिकेट तपाईँले जसरी पनि निकाल्न सकिहाल्नु भयो हो कि न। त्यो तपाईँको नेपाली नागरिकता भइसकेपछि त अब विदेशमा बसेको त तपाईँको 2 वर्ष अगाडि 3 वर्ष अगाडि फलाना देशमा बसेको थिएँ भने चाहिँ त्यसको एक्सपिरियन्स त्यहाँ काम गरेको थिएँ भने चाहिँ केही पनि नराख्नु होला। ओके, तपाईँको जब टाइटल हुन्छ तपाईँको बायोडाटामा केही पनि त्यसको कुनै पनि चिज नखोलाउनु होला, म नेपालमै थिएँ भनेर राख्नु होला, जसले गर्दा हरेक कुरामा चाहिँ तपाईँको एक्युरेट इन्फर्मेसन हुन्छ। सो यो मेरो पर्सनल एडभाइस छ हजुरहरूको लागि। ओके, किनकि म त यस्तो कुरामा गइरहेको छ नि त, म यस्तो एडभाइस दिइरहेको हुन्छ होइन, त्यो भइदियो कारण यो मेरो पर्सनल एडभाइस हो। ओके, यो कुरा एकदम याद राख्नु, पुलिस सर्टिफिकेट त्यस्तै हुन्छ। किनकि धेरै मान्छेहरू कथा छ यो कुरा विचार गरेको हुन्छ, यो कुरा सोचेको हुँदैनन् होइन। उनीहरूले सुरुमा चाहिँ होइन अब एक्सपिरियन्स देखाउनका लागि अनि धेरै राम्रो इन्टरनेसनल एक्सपिरियन्स देखाउनका लागि बायोडाटामा लेखिदिएका हुन्छन् होइन, एम्प्लोइमेन्ट लेखिदिएको हुन्छन्, क्यानाडा अप्लाई गरेको हुन्छन् होइन, अप्लाई गरिदिएको हुन्छन् अनि एप्रुभ हुन्छ। उनीहरूले देख्छ अब इन्टरनेसनल एक्सपिरियन्स पनि गरेको छ, अनुभव राम्रो छ, यस्तो मान्छे हायर गरेको हुन्छ। अब ठिकै छ, अब डकुमेन्ट बुझा भन्छ होइन, पिआर एप्लाई गर्यो, पिआर एक्सेप्ट गरिदियो अनि अब के गरे अब डकुमेन्ट त बुझाउनु पर्यो हो कि न। पहिला अनलाइन एप्लाई गर्यो, अब त इमिग्रेसनलाई प्रुफको लागि त डकुमेन्ट बुझाउनु पर्यो। प्रुफ डकुमेन्ट बुझाइ बेलामा त इमिग्रेसनले त अब 10 वर्ष अगाडिको उनीहरूले कहाँ बसेको त्यो सबै हेर्छ, डकुमेन्ट हेर्छ। अब भोलि अब तपाईँले चाहिँ अनलाइनमा चाहिँ यो ठाउँमा काम गरेको छु भनेर भनिदिनु भयो अनि अहिले पछि आएर फेरि के अरे पुलिस क्लियरेन्स बुझाउन नपाइसकेपछि अनि के अरे इमिग्रेसन फर्ममा चाहिँ त्यो देश हटाएर नेपालमा बसेको भइदियो भने त त्यो लेख्नु भयो भने चाहिँ के हुन्छ भने मिसइन्फर्मेसन भयो होइन। पहिला अनलाइन एप्लिकेसनमा चाहिँ यो देशमा काम गरेको छ भनेर अनि फेरि यता के अरे पेपर बुझाउने बेलामा भनौँ न पिआर एक्सेप्ट भइसकेपछि अब प्रुफ डकुमेन्ट बुझाउने बेलामा चाहिँ त्यो यो देशमा बसेको छैन, कुनै पनि डकुमेन्ट प्रुफ दिनु भएन भने, पुलिस सर्टिफिकेट दिनु भएन भने त फ्रडुलेन्ट भयो होइन, इन्करेक्ट इन्फर्मेसन भयो, त्यो गर्नु भएन। त्यो भइदिएको कारणले चाहिँ सुरुमै नै अनलाइनमै नै तपाईँले चाहिँ होइन म यो देश बसेकै छैन भनेर चाहिँ त्यहाँ खालि नेपालमै बसेको छु भनेर नि के अरे तपाईँले चाहिँ अनि त्यसो बुझाइदिनु भयो भने पछि आएर के अरे प्रुफ डकुमेन्ट बुझाउने बेलामा चाहिँ होइन हुन्छ नि त्यति बेला तपाईँलाई अप्ठ्यारो पर्दैन। र इमिग्रेसनको अनुसार थर्ड रिजन हो तपाईँको चाहिँ सिआरएस स्कोर डिस्क्रिपेन्सी।
त्यो कस्तो हुन्छ भन्दाखेरि हैन अब यो मान्छेहरुले अप्लाई गर्ने बेलामा हैन किनकि क्यानाडामा तपाईलाई सीआर स्कोर काउन्ट हुन्छ हैन कति धेरै स्कोर आएको छ भन्ने काउन्ट हुन्छ अनि उनीहरुले चाहिँ अप्लाई गर्ने बेलामा जुन अनलाइन फर्म भर्ने बेलामा चाहिँ केटा मान्छेहरुले आफ्नो श्रीमतीको राखिदिएको हुन्छ वाइफ पनि आउने हो अनि वाइफले पनि आइएल्स गरेको छ आफूको के अरे आइएल्स उसको आइएल्स स्कोर राखिदिएको हुन्छन् त्यसले गर्दा के हुन्छ अनि त्यो बेला जुन सीआर स्कोर बढी आयो पोइन्ट बढी आयो जसले गर्दा इमिग्रेसनले चाहिँ अब त्यहाँ आइएल्सको पनि स्कोर बुढीको पनि स्कोर राखिदिएको छ बुढीको एजुकेसन राखिदिएको छ होइन त्यो सबैको गरेर चाहिँ स्कोर बढी आइदियो पछि आएर के भइदियो भन्दाखेरि अप्लाई गर्ने बेलामा चाहिँ हैन केसमा कति हुन्छ नि अब डकुमेन्ट बुझाउने केसमा के भयो भने कति केसमा के पनि देखियो भन्दाखेरि आइएल्स स्कोर हैन के अरे सीआर स्कोर अब आइएल्सको बुढीको चाहिँ आइएल्स डकुमेन्ट भएन हैन बुढीको आइएल्सको डकुमेन्ट पुरा भएन कति मान्छेले के भन्छ भन्दा नि आइएल्स नगरिकन नि के अरे अब टेन्टेटिभली मेरो यतिसम्म स्कोर आउँछ भनेर चाहिँ अनुमान लगाएर अनलाइन फर्म भरिरहेको हुन्छ नि भोलि बुढीले आइएल्स गर्ने बेलामा चाहिँ भनेको जुन स्कोर हुन्छ थोरै आइदिन्छ होइन त्यस्तो भइदिएको कारणले गर्दाखेरि पनि अब स्कोर घट्ने भयो सीआर स्कोर घटिहाल्छ जसले गर्दाखेरि पनि इमिग्रेसनले त्यहाँ पनि हेरिहाल्छ पछि किन डकुमेन्ट हेर्ने बेलामा स्कोर फरक छ अनलाइन एप्लिकेसन स्कोर चाहिँ फरक छ भनेपछि त्यहाँ स्कोर घट्ने भयो जसले गर्दाखेरि पनि फेरि एप्लिकेसन उनीहरूले डिले गरिदिन्छ रिएभ्युलेट गर्छ अनि लास्टमा चाहिँ एप्लिकेसन रिजेक्ट गर्छ र चौथो रिजन चाहिँ तपाईँको चाहिँ एक्सपायरेसन अफ आइएल्स त्यो भएर एकदमै ध्यानमा विचार गर्नु होला र अर्को रिजन हो तपाईँको अनएबल टु सेन्ड डकुमेन्ट्स विदिन 90 days टाइम पिरियड क्यानाडा इमिग्रेसनको नियम के छ भन्दाखेरि उनीको रुल्स के हो भन्दाखेरि जब उनीहरूले तपाईको पियर एक्सेप्ट गर्छ तपाईलाई पियर एप्रुभ गर्छ त्यसपछि उनीहरूले चाहिँ हैन तपाईलाई चाहिँ एउटा इमेल पठाउँछ ओके इमेलमा उनीहरूले के लेखेको हुन्छ भन्दाखेरि तपाईको पियर एप्लिकेसन एक्सेप्ट भएको छ सो वी वुड नीड योर ऑल द डकुमेन्ट्स प्रुफ भनेर उनीहरूले भनेको हुन्छ हैन यो डकुमेन्ट चाहिन्छ यो इमिग्रेसन फर्म भर्नु भने चाहिँ त्यो इमिग्रेसन भन्ने फर्म कुन फर्म भर्ने हो त्यो पनि उनीहरूले तपाईको इमेलमा एट्याच गरेर पठाइदिएको हुन्छ यो इमिग्रेसन फर्म भर्नु र यो डकुमेन्ट तपाईले चाहिँ नि विदिन 90 days भित्र इमिग्रेसनलाई पुग्ने गरी पठाउनु पर्छ भनेको हुन्छ ओके सो 90 days को उनीहरूले एउटा टाइम पिरियड दिएको हुन्छ हैन 90 days भित्र वहाँ पुग्नु पर्यो ओके किसिमले टाइम पिरियड हुन्छ अब त्यो केसमा चाहिँ धेरै नेपालीहरूले चाहिँ 90 days को जुन टाइम छ 90 दिनको भित्रमा चाहिँ डकुमेन्ट पुरा गर्न सक्दैनन् नसकेर उनीहरूले चाहिँ नि आफ्नो पियर गुमाउन परेको हुन्छ कारण के होला किन 90 days पुरा नसक्नुको कारण यसमा सबैभन्दा मेन कारण के छ भने अघि मैले भने हैन यो पुलिस क्लियरेन्सको लफडाले गर्दाखेरि सुरुमा एप्लिकेसन लेखिदिएको हुन्छ नि अब पुलिस क्लियरेन्सको सर्टिफिकेट बनाउनु पर्यो अनि मान्छेले यता उता भाग्ने दौड गर्ने अनि अब विदेशमा बसेको छु भनेर खुला देशको अब कुन देशमा बस्छु भनेर लेखिदिएको छ अब त्यो देश जान पर्यो अब हैन कतिपय देशमा त तपाईको त भिसा लगाउन पर्ने हुन्छ भिसा नपाउने कुरा हुन्छ अब कोही कोही ठुलो देश गएको थियो भनेर भन्दै हुन्छ अनि म युरोपमा बसेको थिएँ भन्दै होला कसै म हङकङमा बसेको थिएँ भन्दै होला कसरी हैन यसो भन्दै त्यहाँको त भिसा लाग्नु पनि पर्यो भिसा लाग्छ कि लाग्दैन भन्ने कुरा हुन्छ समस्या हुन्छ यस्ता लफडा पर्ने मान्छे धेरै छन् कोही अब अस्ट्रेलिया बसेर आएका हुन्छ अस्ट्रेलियामा काम गरेर आएका हुन्छन् अनि फर्केर आएर म अस्ट्रेलियामा यति वर्ष काम गरेको छु 6 महिना काम गरेको छु भनेर त लेख्दै हुन्छ सुरुमा उता हैन अनलाइन एप्लिकेसन भर्दिएको हुन्छ अनि अब त्यो अब अस्ट्रेलिया लेखेको छ भनेपछि त अब कुन वर्ष अस्ट्रेलिया बस्या हो हैन अब त्यहाँ अब अस्ट्रेलिया गएर अब त्यहाँ गएर फेरि अब त्यहाँको एडमिनिस्ट्रेसनलाई कुराकानी गरेर पुलिस गएर म यो सालमा अस्ट्रेलियामा बसेको थिएँ मलाई पुलिस क्लियर सर्टिफिकेट दिनु भनेर माग्यो भने त अस्ट्रेलिया गभर्मेन्टले दिँदैन तपाईँ त्यति वर्षपछि तपाईँको त्यति बेला तपाईँको एक्टिभिटी के थियो कस्तो थियो उनीहरूको त्यति बेला प्रुफ हुँदैन तपाईँ त्यति बेला थिएको थिएन हो कि होइन त्यो भएको कारणले चाहिँ धेरै गभर्मेन्टहरूले दिँदैन यस्तो समस्या हुन्छ अब पहिलो कुरो तपाईँले भिसा पाउँछ कि पाउँदैन भन्ने कुरा समस्या हुन सक्छ होइन यस्तो केस धेरै हुन्छ जसले गर्दा मान्छेहरू यता भाग्ने उता धाउल गर्दाखेरि लास्टमा चाहिँ 90 दिन स्वाहा हुन्छ अप्लाई पुरा गर्न सक्दैन अनि अर्को समस्या फेरि मेन कुरा अर्को प्रुफ अफ फन्ड किन धेरै मान्छेहरूले किन तपाईँको पियर अप्लाई गर्ने बेलामा चाहिँ तपाईँले चाहिँ यहाँको गभर्मेन्टले चाहिँ प्रुफ अफ फन्ड देखाउन पर्छ ब्याङ्क स्टेटमेन्ट देखाउन पर्छ कि तपाईँसँग यति लाख रुपियाँ पैसा छ कम्तीमा पनि एउटा सिंगल एप्लिकेन्टले तपाईँको चाहिँ 12 देखि 13 लाख रुपियाँको प्रुफ अफ फन्ड देखाउन पर्छ इमिग्रेसन प्रोग्रामको लागि प्रोग्राममा अप्लाई गर्नुभएको छ भने अब एकजना आउने भने त तपाईँको 12 लाख देखाउनु पर्यो दुईजना आउँछ भने 26 लाख देखाउनु पर्यो होइन बुढाबुढी आउने छ भने 26 लाखसम्म देखाउनु पर्यो त प्रुफ अफ फन्ड हो मतलब त्यो ब्याङ्क स्टेटमेन्ट देखाउनु पर्यो अब कति मान्छेले त अब ब्याङ्कमा पैसा हुँदैन हैन अब त देखाउनु पर्यो ब्याङ्कमा त पैसा जुटाउनको लागि भने पनि तपाईँको ब्याङ्क धानेको चाहिँ दुनियाँ दिवाना गरेर लास्टमा सक्दैनन्
अनि यस्तै कारणले चाहिँ के हुन्छ भने 90 दिनको जुन म्यादभित्र चाहिँ आफ्नो डकुमेन्ट पुरा गर्न सक्दैनन्। त्यो बुझ्दै कारणले चाहिँ त्यसै बेला मैले जहिले पनि आफ्नो पिआर भिडियो बनाउँछु हैन या इमिग्रेसन भिडियो बनाउँछु त्यति बेला म हजुरहरूलाई भन्ने गरिरहेको छु रेगुलर भन्ने गरिरहेको हुन्छु भने जब तपाईले पिआरको लागि अप्लाई गर्नुहुन्छ कुनै प्रोग्राम अप्लाई गर्नुहुन्छ भने यु मस्ट बी ए पिआर रेडी भन्छु भने के यहाँ कस्तो हुन्छ पिआर रेडी भनेको चाहिँ नि भोलि यार तपाईको एप्लिकेसन एक्सेप्ट भयो भने चाहिँ यो कुनै पनि जति चाहिने डकुमेन्ट छ तपाईले चाहिँ तुरन्तै दिन सक्ने तपाईको स्थिति हुन पर्यो। त्यसको लागि तपाई तयार भएको हुन पर्यो। त्यसमा तपाईको पुलिस क्लियरेन्स सर्टिफिकेट हुन सक्छ कि तपाईको चाहिँ फाइनान्शियल स्टेटमेन्ट हुन सक्छ हैन तपाईको म्यारेज सर्टिफिकेट हुन सक्छ कि तपाईको चाहिँ आइएल्स हुन सक्छ कि तपाई डब्ल्युएस हुन सक्छ कि हैन जे पनि डकुमेन्ट हुन्छ जति चाहिने डकुमेन्टहरु छन् यी सबै कुराहरु तपाईसँग तयार अवस्थामा भएको हुन पर्यो हैन ह्यान्डी हुन पर्यो रेडी टु गो हुन पर्यो। यस्तो किसिमले तपाई प्रिपेयर भएर बस्न पर्छ। ओके साथीहरु यो थियो मेरो आजको टपिक। हजुरहरुलाई भिडियो मेरो इन्फर्मेसन कस्तो लाग्यो र तपाईहरुसँग अरु कुनै त्यस्तो जानकारी लिनुपर्ने छ यु गाइज आर स्टिल कन्फ्युज you guys are preparing for a program हैन कुनै पनि अब प्रोग्राम अप्लाई गर्दै हुनुहुन्छ या चाहना लाग्नु भएको छ या you are in the process हैन and you are quite confused what to do how to do हैन so what is the right way is there any kind of inquiries you would like to know then don't hesitate you can reach out to me through my social media handle I have in my description you will find my Instagram as well as my Facebook contact there alright so you can reach out to me there किन अब कमेन्टमा त अब कतिपय अब प्राइभेसी कुराहरु लेख्न मिल्दैन त हैन तपाईले चाहिँ कमेन्टमा चाहिँ लेख्नु होला सर I have sent you a message in your messenger भन्दिनु होला so I will check in the messenger okay right anyways साथीहरु that's all in this video and in the next video we'll come up with something else something more important about Canada immigration. Thank you very much for your time. I'll see you then.